अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई पटक मैले मान्य सदस्यलाई फेरि भनेको छु। मैले मान्य सदस्यलाई आज 3 चोटि रुलिङ गरिसकेको छु। मान्य सदस्यहरूलाई मर्यादामा बस्नुहोस्, यहाँले स्थान बस्नुहोस्, मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूलाई मैले प्रश्न सोध्न पाउनुहुन्छ, मैले यहाँहरूलाई समय दिन्छु, यहाँले आफ्नो कुरा राख्न पाउनुहुन्छ। मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई पटक मैले मान्य सदस्यहरूलाई सभ्य भाषामा यहाँहरूले समय माग्नुहोस् र विषयवस्तुको आधारमा समय दिन्छु भने भनिरहेको छु। जुनसुकै बेला पनि सभाको आफ्नो एउटा मर्यादा हुन्छ। हामीले प्रश्न गर्न पाउनुपर्छ, प्रतिपक्षले प्रश्न गर्न पाउनुपर्छ, सत्ता पक्षको सरकारले उत्तर दिने हो, सांसदले उत्तर दिने होइन। त्यो चिज हो। विधि मान्ने भने सबैले मान्नुपर्छ, सबैलाई लगाउनुहोस् नियम। प्रतिपक्षले एउटा प्रश्न गर्नु खोज्दाखेरि तपाईँको छैन के चाहिँ रुलिङ गरिहाल्नुहोस् तपाईँले। हाम्रो मनमा त तपाईँको हजारौँ प्रश्नहरू छन्, एउटा प्रश्न सोद्धाखेरि चुप गर्न